Are you planning to study in USA and concerned about total cost till you get your visa? This video is for you. Hey everyone, welcome to my YouTube channel. It's me Pankaj. Recently got my US visa. आजको यो भिडियोमा मैले चाहिँ अब US भिजा पाउँदासम्म हामीहरुको कतिको खर्च लाग्छ भन्ने बारेमा भिडियो बनाउँदै गइरहेको छु. सो यो भिडियो पुरा हेर्दिनु होला र लाइक गरिदिनु होला, यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला, कमेन्ट डाउन बिलो तपाईलाई के को बारेमा भिडियो चाहिन्छ भनेर. सो तपाईहरुको साथीहरुलाई पनि शेयर गरिदिनु होला, उहाँलाई पनि हेल्प गर्न सक्छ यो भिडियोले. सो लेट्स स्टार्ट आवर भिडियो. हामीहरुको सबभन्दा पहिला लाग्ने कस्ट भनेको चाहिँ कस्ट फर टेस्ट. यस, टेस्टको लागि हामीहरुको कस्ट लाग्छ. अब यो कति कस्ट लाग्छ भन्ने कुरा त अब तपाईमा भर पर्ने कुरा हो. हामीहरुले टेस्ट जस्तै अनिवार्य भनेको चाहिँ हामीहरुले एपीटी गर्नुपर्छ, एउटा चाहिँ इंग्लिश प्रोफिसिएन्सी टेस्ट. यसको लागि चाहिँ अब तपाईहरुसँग अप्सन हुन्छ. हामीहरुले आइल्स गर्न सक्छौं, टफेल, ड्युलिङ्गो, त्यसैगरी पीटी गर्न सक्छौं. सो यो अलग अलग गरेको अलग अलग कस्ट हुन्छ. सो तपाईले के गर्नुहुन्छ त्यो अनुसारको कस्ट लाग्छ. अब तपाईले कन्सल्टेन्सी थ्रु अथवा कुनै इन्स्टिट्युसन थ्रु पढ्नु भयो भने चाहिँ त्यो पढेको सर्टेन चार्ज गर्छ. त्यो तपाईमा भर पर्ने कुरा हो. कन्सल्टेन्सी गएर नै पढ्नुपर्छ भन्ने हुँदैन. यु क्यान स्टडी एट योर होम. सो यदि तपाईले बाहिर गएर पढ्नुहुन्छ भनेपछि अब त्यसको चाहिँ कस्ट 2000 देखि 8000 10000 सम्म हुन सक्छ. सो विचार गरेर पढ्नु होला. फर्स्ट खर्च भने त्यो हुन्छ. अनि त्यसपछि चाहिँ म चाहिँ के सजेस्ट गर्छु भनेपछि यदि तपाई यूएस को लागि एप्लाई गर्दै हुनुहुन्छ भनेपछि स्याट गर्नुस्. सो स्याट गर्नको लागि पनि सर्टेन अमाउन्ट चार्ज गर्छ कन्सल्टेन्सीले. सो इट रेन्जेस फ्रम 10,000 to 20,000. सो तपाईले उतै गएर पढ्नुपर्छ भन्ने पनि छैन. यु क्यान स्टडी एट योर होम. सेल्फ स्टडीको लागि डिफरेन्ट अप्सनहरु छ हामीसँग. एन्ड बेस्ट वे टु स्टडी SAT इज खान एकाडेमी. इट्स ग्रेट वेबसाइट. सो यु क्यान युज इट र तपाईले आफ्नो खर्च बचाउन सक्नुहुन्छ. 10 देखि 20,000 को बीचमा खर्च लाग्छ त्यो. अनि त्यसपछि हामीहरुले कुनै पनि टेस्ट बुक गर्नको लागि लाग्छ. फर एक्जाम्पल SAT बुक गर्नको लागि हामीहरुको कस्ट लाग्छ अराउन्ड 14 to 16,000 लाग्ने गर्छ. सो यो चाहिँ हामीले पे गर्नुपर्छ कलेज बोर्डलाई. यो चाहिँ फिक्स्ड कस्ट नै भयो, यो चाहिँ लाग्छ. त्यसैगरी अब ईपीटी तपाईले के गर्नुभयो त्यो अनुसारले लाग्छ. यदि तपाईले आइल्स गर्नुभएपछि 32,000 अराउन्ड त्यति नै लाग्छ. यदि तपाईले टोफेल र पीटी गर्नुभएपछि 28 देखि 30,000 को बीचमा लाग्छ. त्यसैगरी ड्युलिङ्गो गर्नुभएपछि चाहिँ सस्तो हुन्छ, 8,000 10,000 सम्म लाग्न सक्छ. सो यो चाहिँ तपाईमा भर पर्ने कुरा भयो. सो दिस all is cost for टेस्ट. यो टेस्ट हैन. दोस्रो सेक्सन छ हाम्रो कस्ट फर युनिभर्सिटी एप्लिकेसन. हामीहरुले यूएस युनिभर्सिटिजलाई एप्लाई गर्नको लागि पनि सर्टेन अमाउन्ट चार्ज गर्छ उसले. सो वी हैव टु पे इट. बट यो पनि तपाईमै भर पर्ने कुरा हो. तपाईले कस्तो युनिभर्सिटीमा एप्लाई गर्दै हुनुहुन्छ र युनिभर्सिटीको क्राइटेरिया के छ त्यो. सम युनिभर्सिटिज डु नट चार्ज एनी अमाउन्ट फर एप्लिकेसन. सो त्यो पनि गर्न सक्नुहुन्छ. तपाईले एप्लिकेसन नलाग्ने युनिभर्सिटीमा गर्नुभयो भने चाहिँ पैसा लाग्दैन. यदि लाग्नेमा गर्नु भएपछि चाहिँ अब त्यही रेन्ज गर्छ. $20 लाग्न सक्छ, $35 $50 $70 $90. यो पनि तपाईमै भर पर्ने कुरा हो. अर्को कुरा युनिभर्सिटिजहरुको चाहिँ वेबइयर चलिरहेको हुन्छ. सो यु क्यान सर्च फर वेबइयर कोर्स. अनि तपाईले युनिभर्सिटीलाई इमेल पनि गर्न सक्नुहुन्छ. वेबइयर कोड दिन्छ अनि त्यसपछि चाहिँ तपाईको एप्लिकेसन फ्री हुन्छ. सो यो कस्ट पनि तपाईमै भर पर्ने कुरा भयो. अनि अर्को कस्ट भनेको चाहिँ हामीहरुको एमआरबी फी. हामीहरुले एपोइन्टमेन्ट बुक गर्नुभन्दा अगाडि, आई मिन डेट बुक गर्नुभन्दा अगाडि हामीहरुले एमआरबी फी भन्ने तिर्नुपर्ने हुन्छ. एन्ड दैट इज $185. सो एमआरबी फी चाहिँ अराउन्ड 24 to 25,000 नेपाली हुन्छ. सो यो चाहिँ हामीले पे गर्नुपर्ने हुन्छ. यो पे गर्नलाई हामीहरुले डलर कार्ड पनि युज गर्न सक्छौं अथवा NIMB नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा गएर चाहिँ रिसिप्ट काट्नुपर्ने हुन्छ. अनि त्यसपछि पे गर्नुपर्छ. त्यसैगरी अर्को छ सेभिस फी. यो पनि आवश्यक म्यान्डेटरी फी नै हो. यो फी को लागि हामीहरुले अराउन्ड
50,000 लाग्छ यसको लागि सर्भिस फी चाहिँ अराउन्ड $350 हुन्छ मेबी त्यो फीको लागि चाहिँ हामीहरूले लगभग 50,000 तिर्नुपर्ने हुन्छ यो पनि NIMB ब्याङ्कमा गएर नै तिर्नुपर्छ सो यो भयो अनि त्यसपछि अब एडिसनल कस्टहरू चाहिँ आउँछ अब तपाईँहरूको यदि तपाईँले युनिभर्सिटी के अरे कन्सल्टेन्सी थ्रु एप्लाई गर्नु भएपछि कन्सल्टेन्सीले पनि चार्ज गर्छ बट द्याट्स नट नेसेसरी यु क्यान एप्लाई योर सेल्फ हामीहरूले आफैले एप्लाई गर्न सक्छौँ हामीहरूले सबै कुराहरू आफैले नै गर्न सक्छौँ सो वी क्यान सेभ दिस कस्ट मैले चाहिँ कन्सल्टेन्सी थ्रु एप्लाई गरेको थिएँ एन्ड आई हेभ टु पे सम चार्ज सो आई डोन्ट रिकमेन्ड यु एनी कन्सल्टेन्सिज तपाईँले सेल्फ एप्लाई पनि गर्न सक्नुहुन्छ अनि त्यसै गरी हामीहरू अब ब्याङ्क स्टेटमेन्ट बनाउनु पर्ने हुन्छ त्यो बनाउनको लागि पनि अब सर्टेन चार्जेसहरू गर्छ यदि अर्को मान्छे थ्रु बनाउनुहुन्छ भनेपछि सो दे विल आस्क यु फर मनी अराउन्ड 20,000 to 25,000 सो यो पनि तपाईँहरूमै नै भर पर्ने कस्ट हो अब तपाईँले कति खर्च गर्नु हुन्छ त्यो चाहिँ तपाईँमै भर पर्ने कुरा हो सो तपाईँहरूले खर्चहरूलाई घटाउन सक्नुहुन्छ आफैले एप्लाई गरेर खर्च घटाउन सक्नुहुन्छ अनि अननेसेसरी फीहरू जस्तै आइल्स पढेको स्याट पढेको फीहरू त्यो पनि घटाउन सक्नुहुन्छ आफैले घरमै सेल्फ स्टडी गरेर सो द्याट्स all is upon you अब युनिभर्सिटिजहरूलाई एप्लाई कसरी गर्नु पर्छ भनेपछि चाहिँ यु क्यान एप्लाई आइदर थ्रु देयर वेबसाइट ओर कमन एप भन्ने एप्लिकेसन आई मिन वेबसाइट हुन्छ त्यहाँबाट पनि तपाईँहरूले एप्लाई गर्न सक्नुहुन्छ सो यो कस्ट आउँछ अनि टोटल कस्ट चाहिँ मेन्डेटरी कस्टहरू मात्रै भनिरहेको छु म अराउन्ड 1,50,000 नेपाली भयो भने 1,50,000 to 2,00,000 द्याट्स इनफ फर योर US भिजा यो चाहिँ भिजा पाउँदासम्मकै कस्ट हो त्यसपछि एडिसनल कस्टहरू चाहिँ हुन्छ त्यो बारेमा अर्को भिडियो बनाउने छु अब त्यो तपाईँको फी युनिभर्सिटीको फी कति छ त्योले फरक पार्ने कुरा हो सो द्याट्स अल फर टुडे आई होप दिस भिडियो इज सो इन्फर्मेटिभ किनकि धेरैजनालाई चाहिँ US एप्लाई गर्नलाई चाहिँ कति न खर्च लाग्दो होला भन्ने टाइपको हुन्छ मनमा सो आई होप दिस इज सो हेल्पफुल सो यदि तपाईँले यो भिडियो मन परेको छ भनेपछि लाइक गरिदिनु होला सब्सक्राइब टु माई युट्युब च्यानल कमेन्ट डाउन बिलो तपाईँलाई के बारेमा जान्न मन छ त्यो कमेन्ट गर्नु होला आई विल मेक भिडियो अन द्याट टपिक सो तपाईँहरूको साथी US एप्लाई गर्दै हुनुहुन्छ भनेपछि उहाँलाई पनि सेयर गरिदिनु होला यो भिडियोलाई हेल्प गर्नेछ सो स्टे ट्युन्ड अझै नयाँ भिडियोहरू आउँदै गर्नेछन् थ्याङ्क यू फर वाचिङ हेभ अ नाइस डे